निर्वाचन भयो भने म घाँटी गाडिदिन्छु घाँटी जसरी मैले 84 मा चुनाव हुँदैन 82 काट्दैन भने तिनी त्यसरी फागुनमा चुनाव भने घाँटी काटिदिन्छु द्याट माई स्याक्रिफाइस बुझ्नुभयो म तपस्वी हो म बोलेको होइन देव बोलेको आजसम्म जति पनि भिडियोलाई फेरि उ गर्नुहोस् न तपाईँहरूकै क्यामेरामा बोलेको छु त मैले फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु गरेर देखाइदिनुहोस् त चुनाव हुने लक्षणै छैन वान शट फागुन 21 मा यो सरकारले यो देशमा यसपालि चुनाव गराउन सक्दैन बालनले जित्यो भने झापामा काम काटेरमा टिचिङ हस्पिटलमा टाका लाउँछ साँच्चै हो नि रियल हो नि यो सुन पनि मैले बालन लाने दिदी हो जित्यो भने केपी बाले जित्नुहुन्छ फेरि अरू कुरा भएन केपी बाले जित्नुहुन्छ कसरी किन भन्नुभयो त्यसरी केपी बालन जब काठमाडौँ राजधानी विकास गर्न नसकेर उहाँ केपीलाई हराउँछु भनेर अर्को आफ्नो ठाउँमा विकास गर्न आएर केपीको उहाँ झापामा गएर विकास गर्छ त्यसले त्यो त अब त्यसले काठमाडौँ पनि त विकास त भइरहेको नि विकास गर्ने जनताको नामै बालन छ त कार्यकाल पुरा गरेर जान्थ्यो होला नि त त्यो कार्यकाल त पुरा हुन नपाइछु नपाए त के गर्ने त त्यो पनि त बुझ्नु भयो नि त मैले कार्यकाल त त्यही भयो त्यो त मेयर हो नि त काठमाडौँको त मेयर त हो तर ऊ त चाहन्छ नि प्रधानमन्त्री हुन प्रधानमन्त्री त ढलाकै यो जेएनजी आन्दोलन गराएको त्यस्तै प्रधानमन्त्री हुनको लागि हजुरको कुरा सही हो नि कान काटेर फाल्नुहुन्छ कान काटेर फाल्ने म त बाले जित्नुहुन्छ केही बाले जित्नु कान काटेर फाल्छु ल कति 26 गते थाहा हुन्छ है 26 गते हैन 23 26 मै थाहा भइहाल्छ कति परिणाम आयो भने ढुक्क हुन्छ भाइ ल गाडी हाम्रो रत्नपुरको दिदी यस्तो हुनुहुन्छ ल बालेनले उहाँ झापाबाट 5000 भोट ल्याएर देखाइ गोलीसँग ल तँलाई मैले फुलको माला लगाए गाली खुब खानु मन छ तपाईलाई गाली गर्छ नि सम्बन्ध मलाई म गालीसित डर श्रीकृष्णलाई नि गाली गरेका थिए श्रीराम भगवानलाई नि गाली गरेका थिए विष्णु भगवानलाई नि गाली गर्छन् मलाई के आपत छैन भने साँचो र सत्य कुरो भन्ने हो शाहले झापा 5 पल्ट कसम जित्यो भने मेरो आमा कसम भन्छु यो दुईटा कान दुईटा आँखा निकालेर आफै म पोली खान्छु यदि बानीले जितेको खण्डमा यो लेखिराख्दा हुन्छ ल झापाका आमा बुवा दाजुभाइ दिदी बहिनीहरू यसको जिन्दगी तपाईँको हातमा छ है बिचराले यो कान पनि यो आँखा पनि पोलेर खान्छु भने तपाईँहरूले विचार गर्नु होला यो देशमा नेपालमा बालन सरकार त्यहाँबाट जित्यो भने म नेपालमा पानी खान्न झापाको क्षेत्र नम्बर 5 बाट केपी ओली नै चुनाव जित्छ भन्ने पक्षमा म 1 लाख रुपैयाँ बाजी लगाउँछु साथीहरू कोही साथीहरू बालन शाहले नै जित्छ भन्ने च्यालेन्ज लगाउन चाहनुहुन्छ भने 1 लाखको बाजी भयो ल आजै दर्ता गरिहालौँ फटाफट कमेन्ट गर त कवि र बालन भनेका देश खरानी बनाउने र चाहिँ मौका पर्दा नेपालको संविधान सहित बदलेर चाहिँ मौका पर्दा बदलेर देश विदेशीलाई जिम्मा लाउने पार्टी हुने बालन शाहले 1 2 3 जित्दैन ऊ याइले जित्याएर पहिले जिताएर चाहिँ गनेर राख्छ होइन अनि त्यहाँबाट चाहिँ अब इआईको सदर ढङ्गको बदर गर्यो भने चाहिँ बालनले जित्छ होइन भने केपी शर्मा ओलीले जित्छ इआईको सदर ढङ्गको बदर भयो नि यो नयाँ पार्टीले जित्छ नत्र भने केपी शर्मा ओली जित्छ 1 नम्बरमा चुनावै हुँदैन हैन अब फागुन 21 गतेपछि सबैभन्दा ठुलो पार्टी कुन बन्छ राष्ट्रपा पार्टी बन्छ कुनै पनि पार्टी बन्दैन राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ कुनै पनि पार्टी बन्दैन ठुलो 151 52 सिट ल्याउँछ रे कसले ल्याउँछ राष्ट्रपाले घन्टी पार्टीले त्यस्तो पनि हुन्छ यिनीहरूको चाहिँ यो कति सिट पुगेन भनी चाहिँ निर्वाचन गरेको मान्यता पुग्दैन रे अब यिनीहरूले कोटा र मान्छे पुर्याएर आफैले चाहिँ छाप लाएर पुर्याए तापनि यो केही हुनेवाला छैन तर गुरु तपाईँहरूको त्यो मन्दिरमा बजाउने त्यो घन्टी त राष्ट्रपाले लगिसक्यो त अब तपाईँहरू पनि घन्टीमै बन्नुहोस् के घन्टी बजाउनु आज घन्टी त बजाउनु भयो होला नि हामीले घन्टी डम्बरू हामीले सधैँभरि बजाइरहेको हो यो घन्टी अब घन्टीले यहाँ सुन कसले बालनले फुटाल ल्याए देखेनौ भने बालनले हल्लाउँदाखेरि चुडिया देखेनौ राष्ट्रपाको मुन्टो चुडियो त्यो मुन्टो चुडिएको दाग बालन शाहलाई पनि लाग्यो त्यही भएर बालन शाहले मेयरमा प्रधानमन्त्री होइन कि वडा अध्यक्षमा जितेर देखाऊ भने हामीले अनि के अनि प्रधानमन्त्रीको कुरा छ वडा अध्यक्षको कुरा तिमीहरू जस्तो इआईले बनाए त हो नि त्यो फेसबुकले बनायो हो जनताले बनाउँदैन जनताले त हेर न धरानमा चुनाव भइहाल्यो भने त्यसको परिणाम हेरेपछि थाहा भइहाल्छ के धरानमा त हर्क साम्बाङ छन् त्यही त पूर्व एरियामा बालनले कहिले जित्नेवालै छैन क्या तपाईको ज्योतिष शास्त्रले भनेको छ कि तपाईको अन्तर्मनले भने अन्तर्मनले भने ज्योतिष शास्त्रले भनेको यो हावालाई सोधेर पनि भने अस्ति बालन भएला यो हावा पनि पुगेको थियो कि भाइ उहाँ पनि पुगेको थियो त्यसले पनि खबर गरेको यो बालनको खबर तपाईले हावाले ल्याइदिन्छ तपाईको कानमा यो आएर नाटकहरु मात्रै गरे हो हैन योले जित्नेवाला छैन भने भनिसकेको छ जित्नेवाला छैन बालनले जित्दैन हार्छन् त्यसो भए भइहाल्यो भने चुनाव भइहाल्यो भने
अब त तपाईँलाई गालीको वर्षा लाग्छ होइन वर्षा लाग्यो के गर्नु त गाली गर्नु नि आशीर्वाद छ ठगलाई बात भन्ने त्यो चाहिँ जेलमा बसेर आएको ठगले जनताको पैसा खान्छ त्यो दलाल हो बुझ्नुभयो नेपाली गरिबको फेरि गरिबको